त्यही मजा लगाएर सब केटाहरूसँग म्यापहरू जानुपर्छ अब ल मुर्दार त बस्नै नसक्ने रहेछ अनि यस्तो छड्केको गर्नु दुबईको गर्मी भन्दा यो टाइपको वातावरण चाहिँ एकदम रमाइलो होइन बसिराख्न मन लाग्ने अहिले बस्न आएको छैन हामी फुल खोज्न आएछु भमरा बनेर Jai Nepal, hello and namaste, welcome back to my ZD vlog. So after a long time I'm going to make my new vlog. I hope all is fine there, I'm also fine here. Finally आज चाहिँ अलिकति फ्री भएको कारणले बाहिर जान लागेको है केटाले चाहिँ के भनेको छ भने म पनि भ्लग स्टार्ट गर्छु भनेको कारणले चाहिँ आज म बाहिर जान लागेको ठिक छ नि त सबै मिलेर भ्लग बनाऊ हैन अब नयाँ दिनहरू सुरु गरौँ एउटै कोठामा चाहिँ किन कुम्चिएर बस्नु बाहिर पनि घुलमिल गरौँ भन्ने तरिकाले चाहिँ आज म बाहिर जान लागेको नेपालमा अब नयाँ सरकार सुरुवात हुनेवालामा छौँ र म पनि नयाँ भ्लग स्टार्ट गर्नेवालामा छौँ सँगै स्टार्ट गरिदिउँ के कस्तो हुँदो रहेछ नेपालमा नयाँ सरकार यता आशिष भाइले भ्लग स्टार्ट गर्दैछौँ सो त्यही हो अब चाहिँ म रेडी भइसक्यो चट्ट लगाएर देख्न सक्नुहुन्छ म चाहिँ अब मुकुललाई भेटिसकेपछि अनि भ्लग स्टार्ट गर्नेवालामा छौँ र कहाँ जानेवालामा छौँ भन्ने कुरा चाहिँ हामी थाहा छैन होइन त्यहीँ गएर प्लान गरौँला अनि निस्किउँला होइन के छ र तपाईँहरू पनि च्याट्ट लगाएर मिलाएर हेर्नु होला है भिडियोलाई चाहिँ लास्टसम्म हेरेपछि सब्सक्राइब गर्न नबिर्सिनु होला प्लिज सपोर्ट माया सबै देखाइदिनु होला अनि म चाहिँ अब बिस्तारै होइन भ्लगहरू स्टार्ट गर्नेवालामा छौँ किनभने अब टाइमहरू यस्तै बित्दै गयो अब आएको पनि होइन 10-12 महिना भइसक्यो भ्लग स्टार्ट गर्छु भनेर चाहिँ रेडी भइसकेको छौँ अब क्यामेरा चाहिँ कस्तो आइरहेछ भने यस्तोमा दाग भएको जस्तो यस्तो देखिरहेछ सायद लाइटली होला म पछि चाहिँ यहाँ टक्क लाइटहरू होइन सेटअप गर्नेवालामा छौँ बिस्तारै अब हेरौँ अब के कस्तो हुन्छ अब चाहिँ म मुकुलसँग भेटिसकेपछि मात्र भ्लग स्टार्ट गर्नेवालामा छौँ किनभने बाटोमा जानलाई अलिक टाइम लाग्छ अनि म चाहिँ उसलाई फोन गर्ने यताउति गर्ने गरेर चाहिँ म निस्किन्छु सो त्यही हो फेरि एकछिन पछि भेटौँला है त सो फाइनली हामी चाहिँ कहाँ आइपुगिसक्यौँ थाहा छैन वास्तवमा कहाँ जानु आएको मरिना बिच जाने भनेर आएको है चेडा आएर तपाईँ हेर्न सक्नुहुन्छ सर बिल्डिङहरू है हेर्न सक्नुहुन्छ सबै अनि यो चाहिँ हाम्रो यस्तो छ केही छैन बाबु म चाहिँ यहाँ भ्लगको लागि चाहिँ त्यस्तो जाँदैन ल चेडा लगाएर एक राउन्ड हान्दिउँ होला दुबईको यो चिसो हावाहरू खाँदै घुम्दै आइरहेको छ सो त्यही गाइज हेर्न सक्नुहुन्छ मेरो अब चाहिँ म यहाँबाट चाहिँ छुनेवालामा छौँ सुरुङ है यहाँ चाहिँ दुबईको यहाँ चाहिँ मुकुल छ अनि के छ मुकुल हालखबर ठिक छ नि अनि हाम्रो चाहिँ यहाँ साथी छ हेर्न सक्नुहुन्छ बवाल छ है मारेका सो त्यो दुबईको रमाइलो चाहिँ लिन पाइरहेको छ नेपालमा आउँदा जस्तो होइन उफ्रिनु म चाहिँ गीत गाउँछु है सो त्यही हो अनि केटाहरू चाहिँ चल्दैछ के साह्रो गाह्रो तर लङ रहेछ कि जियो समातेर भने मान्छेहरू पनि हिँडिरहेछ मर्निङ हानिरहेछ आइपुग्यो त्यही मजा लगाएर सब केटाहरूसँग घुम्न गएको होइन फर्स्ट टाइम लङ टाइम यहाँ चाहिँ घुम्न आउँदाखेरि चाहिँ अलि म्याजिक देखिरहेछ हो होइन जे पनि म्याजिक देख्ने चिज हो सबै म्याजिक देखिन्छ
यहाँ चाहिँ के छ भने ठन्डा ठन्डा है चिसो चिसो छ मजा आइरहेछ मलाई चाहिँ के लाग्छ भने दुबईको गर्मीभन्दा यो टाइपको वातावरण चाहिँ एकदम रमाइलो होइन बसिराख्न मन लाग्ने त्यस्तो टाइपको छ एउटा फलो मी जोस खतरा छ नि है अनि यहाँ चाहिँ केही बन्द रहेछ यहाँ हेर्न सक्नुहुन्छ नि त तपाईँले अनि म्याजिक है चेडा लाएर सरप्राइज गाइस त्यो खतरा खतरामा देखिरहेको छ होइन त्यस घुम्नलाई चाहिँ मजा आइरहेको छ कलरहरू खतरा चेन्ज हुने कि हेर्नु न हेर्दा हेर्दै कि अनि फाइनली आएर बुझ्यो नि त त्यहाँ कलर किन यस्तो रहेछ भनेको त बिल्डिङको कलर किन यस्तो रहेछ भनेको यहाँबाट हाने रहेछ त अनि त्यसका होइन यस्तो रहेछ नि त केटा अब फाइनली कुरा बुझियो सो त्यही हो अनि यहाँ चाहिँ हामी दुबईको मरिना बिचहरू घुम्दैछौँ है चटा लाएर मान्छेहरूको हिँडाइ मान्छेहरूको होइन तरिकै फरक फरक छ क्या अनि यहाँ चाहिँ हिँड्दा होस् जेसो गर्दा होस् एकदम सफा अब आउने हाम्रो आज होइन त भोटेको अनि अब आउने नयाँ सरकारले चाहिँ यस्तै बनाउनु पऱ्यो कि ठाउँहरू भनेको यहाँ घुम्ने ठाउँ देखाउनु त यो बाटो हिँड्दा पनि अलिकति भन्ने पनि छैन यस्तो राम्रो होइन हिँड्ने ठाउँ यहाँ छ त्यहाँ छ टाइपको छ कि मुर्दार त बस्नै नसक्ने रहेछ अनि यस्तो छड्के गर्नु चेडा लाएर दाइ चाहिँ घुमिरहेछ ए पाखण्डी बाबा हो यो काम छैन तपाईँको म यहाँ अहिले बस्न आएको छैन हामी फुल खोज्न आएछु भमरा बनेर हो यस्तो गरेर गर्नुहोस् हो यसरी भिडियो गऱ्यो भने चाहिँ म मुकुललाई 5 दिराम दिन्छु फाइनली चाहिँ यहाँ चाहिँ यस्तो है अब यस्तो गर्नुको राम्रो साटो चाहिँ अब डाइरेक्ट यस्तो गर्नु परेन नि त यस्तो आइदियो बाउ चरा नयाँ फर्स्टचोटि चरा देख्नु है यहाँको भूगोल जस यहाँको रम झन्डले चाहिँ मलाई होइन के गरौँ पारिदियो सो त्यो भएर अब भोलिको ड्युटी छ भोलिको ड्युटी नगइकन बसिरहेछौँ केटाहरूले मिस गरिरहेको छु सबलाई होइन घुम्न त मन थियो सबैसँग आएर अहिले चाहिँ हामी 3 जना घुमिरहेको छौँ 1 जना साथी चाहिँ त्यहाँ छ अनि म यहाँ छु अनि मेरो यहाँ भिडियोग्राफर भनेको चाहिँ हाम्रो मुकुल गुरुङ हुनुहुन्छ सो धन्यवाद सबैजनालाई अनि तपाईँहरू पनि यस्तै राम्रो त्यहाँ बिहाइन्ड द सिन देख्न सक्नुहुन्छ है चेडा लाएर अनि एकचोटि ओम हान्दिउँ है ल फ्याफुल्ला लासो सो अब चाहिँ हामी यहाँ डिनर गर्नेवालामा छौँ होइन अनि केटाहरू चाहिँ छेडा लाएर म खाने केटाहरू हेर्ने त होइन कि होइन जे होस् केटाहरू चाहिँ ल केटाहरू ओरेन्ज राम्रो लाग्यो कि उसको व्हाइट राम्रो लाग्यो अफकोर्स व्हाइट न होइन साथी कुन चाहिँ राम्रो लाग्यो तिमी आफै भनिदेऊ ल कुन राम्रो लाग्यो भने ओरेन्ज राम्रो लाग्यो त्यो लाग्यो त्यो व्हाइटमा हेर कि के सेतो पट्टा जस्तो छ ओरेन्ज जस्तो दामी छ दुइटै मन पर्छ होइन कलर चाहिँ के कलर चाहिँ तिमी मेन मार्केटमा चल्ने भने चाहिँ यो चलिरहेको छ ओरेन्ज कलर अनि यो व्हाइट भएको चाहिँ अलि सिल्भर व्हाइट होइन सिल्भर अनि यो चाहिँ अलिक महँगो पनि छ होइन अनि अलि होइन एक्सपेन्सिभ मान्छेहरू छ स्पेसलिस्ट मान्छेहरू छ लाइक स्पेसलिस्ट होइन मुकुल
अनि उसको फोन समाएर चाहिँ अहिले टोलाइरहेको छौँ यहाँ हेर है मैले किन यस्तो किनेछु म पनि भेट फोटोग्राफी और शेयरिङ सिक्योरिटी और क्रिटिकल साइडमा अघि फोटोसोटो के गरेको अब चाहिँ त्यही हो थोरै खानेकुराहरू मगाएको छौँ अनि खाएपछि चाहिँ हामी आफ्नो गन्तव्यतिर लाग्नेवालामा छौँ त्यही हो होइन मुकुल यो रमाइलो भयो अलिअलि आज हाम्रो चाहिँ छ नि यत्रो पाम के अरे मरिना बिच कि के अरे होइन मरिना बिच लाने भनेर प्लान गरेको उसले भरे त्यो ठाउँमा पनि नपुगिकन हामी चाहिँ अन्धाधुन्दा भएर हिँड्न पर्ने अनि लास्टमा बाटो पहिलाएर आउनलाई चाहिँ मैले पहिलाएको है अनि होइन मारेकोले के गर्नु अब घुमाउने मान्छेले हामीले हराइदिएपछि चाहिँ हामी चाहिँ कसरी हुन्छ बाटो पहिलाएर आइयो होइन सो नेक्स्ट टाइम गयो भने चाहिँ पुरा म्याप हेरेर जानुपर्छ अब ल त्यो जस्तो भइहाल्यो पनि अब चाहिँ हामी खान्छौँ अनि घर जाने हो अनि एक दिने हो अनि त्यसपछि एक दिने हो र तिमीले फेरि टोइलेट जाने हो त्यो रेस्टुरेन्ट हेर्न सक्नुहुन्छ सानो छ नि हेर्दाखेरि यो होइन सानो सो त्यही हो अब चाहिँ खाना आएपछि गरौँला है यस्तो हो क्या मेरो यो के आयो भैँसी आइसक्यो चिरो लाएर केटाहरू अब रुममा गएर खाना खानुपर्छ केटा हो यो चाहिँ हाम्रो खाजा हो ल मुकुलले खतरा हानेर आम्बो तानेको सेट मजा गर केटा हो त्यही हो अब खाँदैछु चियर्स नो स्पाइस खाउँ पहिला अनि त्यसपछि जाउँ الأبواب تغلق. Doors closing. المحطة الأخيرة لهذا القطار هي سنتر بوينت. المحطة القادمة هي مدينة دبي للإنترنت. The final destination of this train is Center Point. The next station is Dubai Internet City. गाइस अब चाहिँ हामी घर आइपुग्न लाग्यो होइन आजको भ्लग चाहिँ यति नै अनि केटाहरू यहाँ यसो हाई गरिदियो केटा हो अनि यसो सब्सक्राइब पनि हान्दियो होइन अनि यसो मुकुलले थाहा छ होला होइन सब्सक्राइब गरेछ मेरो च्यानल है जेडिए चट्टा लगाएर है सब्सक्राइब गरिदिनु होला त्यही हो आजको भ्लग यही बाई बाई सो थ्याङ्क यू सो मच राम्रोसँग हेर्नु होला मजा लिनु होला है फेरि नेक्स्ट टाइम बबाल आउनेवाला छ खलास